गृहमन्त्री किन यति धेरै बदनाम भएको के पद? यस्तो छ, गृहमन्त्री चाहिँ सेन्सिटिभ पद हो। त्यसमा अलिक क्लिन मान्छेहरू, डाइनामिक मान्छेहरू, बोल्ड मान्छेहरू, भिजनरी मान्छेहरू गएर काम गर्नुपर्छ। त्यसको अभावको कारणले पनि त्यस्तो व्यक्तिहरू नभएको कारणले समस्या भएको होला। तर सेन्सिटिभ त सेन्सिटिभ ठाउँ हो त्यो। म एउटा मेरो प्रश्न सरलाई सुन्नु न, मेरो प्रश्न के हो भने गृहमन्त्री किन यति धेरै बदनाम भएको यो पद? यस्तो हुन्छ, गृहमन्त्री भनेको त्यस्तो मन्त्री हो जो अरू कुनै मन्त्रालयले नगरेको सबै काम गृह मन्त्रालयले गर्नेछ सरकारको तर्फबाट भनिएको मन्त्रालय हो। यति महत्त्वपूर्ण मन्त्रालय हो। लेनदेन त्यसैबाट हुँदो रहेछ होइन, ब्रिफ केस साटासाट त्यसैबाट हुँदो रहेछ, सरुवाबाट त्यसैबाट हुँदो रहेछ, विभिन्न काण्ड त्यहीबाट हुँदो रहेछ भनेपछि यो काण्डले भरिएको मन्त्रालय देखियो के गृह मन्त्रालय? विधिको शासन लागू गर्ने, विधि लागू गर्ने र चाहिँ सुशासन कायम गर्ने लिडिङ मन्त्रालय हो गृह मन्त्रालय। त्यस कारणले गर्दाखेरि देशको अहिलेको ठुलो समस्या भ्रष्टाचार र अनियमितता हो भने त्यस कारणले त्यसमा सुशासन कायम गर्ने दिशा अगाडि बढेकै बढेन भन्ने पनि त्यही आउँछ र खतरा पनि त्यही आउँछ। त्यस कारणले गर्दाखेरि तपाईँले भनेको त्यो ठाउँ छ, त्यो